हाई गाइज म आज चिकन बिरयानी बनाएर देखाइरहेको छु। यो चिकन बिरयानीको लागि पहिला प्याज तपाईँले 4टा प्याज भुन्नुहोस्। पर मैले चिकन म्यारिनेट गरेर राखिरहेको छु। त्यसमा मैले दही, हल्दी, तेजपत्ता हालेको छु। त्यसमा तेजपत्ता, दही, हल्दी अनि खडा मसला हालेको छु। अब चिकन बिरयानी मसला हालिदिनुहोस्। त्यसपछि तपाईँले चिकन मसला हालिदिनुहोस्। चिकन मसला हालिदिनुहोस्। त्यसपछि तपाईँले यो पुदिना मिन्ट हालिदिनुहोस् धोएर मजाले धोएर। त्यसपछि प्याज उयो भएपछि आधा निकाल्नुहोस्, ब्राउन भएपछि आधा निकाल्नुहोस्। त्यसमा त्यो आधामा त्यहाँदेखि चाहिँ चिकन म्यारिनेट गरेको हालिदिनुहोस्। यसरी हालिसकेपछि तपाईँले 10 मिनट पकाएपछि यो जिन्जर गार्लिक पेस्ट हालिदिनुहोस्। त्यहाँदेखि फेरि चलाउनुहोस्। त्यसपछि फेरि 20 मिनट पकाइ बाद यो चावल 75% मात्रै पाकेको हुनुपर्छ साथीहरू। चावल हालिदिनुहोस्। यसलाई मजाले मिलाएर तपाईँले अघि निकालेको प्याजलाई हालिदिनुहोस् माथिबाट। प्याज हालिसकेपछि यो पुदिना र धनिया फेरि माथिबाट हालिदिनुहोस्। त्यसपछि तपाईँले यसलाई ढाक्नुपर्छ। ढाकेर यो एउटा तावा राखेर 20 मिनट त्यो तावामा माथिबाट छोपेर राख्नुपर्छ। र रेसिपी चाहिँ यो हो। म यसलाई अहिले देखाउन सकेको छुइनँ।